म गोकुल खत्री तपाईँहरूलाई स्वागत छ मेरो गाउँले खबर युट्युब च्यानलमा। म चाहिँ अब यसो वनतिर स्याउला काट्न अनि घाँस काट्न यसो गइरहेको छु। के गर्ने, गाउँले जीवन भनेको यस्तै छ हो। गाउँले जीवन भनेको अब राम्रै हो, जीवन भनेको एकदम रमाइलो हो। तर भन्छन् होइन, गाउँघरमा चाहिँ धेरै अप्ठ्यारो हुन्छ भन्छन्। अप्ठ्यारो होइन कि, यहाँ अलिकति के हुन्छ भनेपछि ओकाली ओह्राली हिँड्नुपर्ने होइन, अलि डाँडा पाखाहरू हुनाले चाहिँ अलिकति अप्ठ्यारै हुन्छ। त्यो चाहिँ अब अप्ठ्यारै हुन्छ भनौँ। तर हामी त यहाँ बानी परिसकेका छ होइन। अब गाउँ भनेको त एकदम स्वर्गै लाग्छ कि। गाउँ भनेको हाम्रो जन्मभूमि यतै भयो होइन, जन्मभूमि होइन, सबै थोक होइन। पानी पनि कति मिठो हुन्छ होइन, गाउँघरतिरको एकदम मिठो। सबै खानेकुराहरू पनि मिठो। अब त्यहाँ चाहिँ राम्रै हो, त्यही भएर अलिकति एकदम स्वच्छ वातावरण, सबै थोकहरू राम्रै हुन्छ। त्यस्तै छ जिन्दगीमा, अब के भन्नु छ र। त्यस्तै छ अब जिन्दगी, यस्तै हो रमाइलो। अब सहर बजारतिर त सजिलो किन हुन्छ भनेपछि ठाउँ ठाउँमा गाडीहरू हुन्छ, अलि मैदान खाली हुन्छ होइन, सेवा सुविधाहरू पुगेकै हुन्छ। त्यही भएर अलिकति राम्रो हो, त्यही हो। गाइजहरू अब हेर्नुहोस्, हाम्रो गाउँघरमा चाहिँ अब पानी चाहिँ एकदम मुहानबाटै हुन्छ। यो चाहिँ खासै मुहान त होइन, मुहान चाहिँ अलि माथितिर छ होइन। म चाहिँ तपाईँहरूलाई माथि मुहानबाट चाहिँ खसेको पानी देखाउँदैछु। यस्तै हो पानी एकदम, आहा कति खाँदाखेरि कति मिठो हुन्छ। यस्तै हो, जडीबुटीहरूबाट आएको पानी हुन्छ होइन, एकदम बबाल छ। यो चाहिँ अलिकति हामीले यो फर छ भनेर नसोच्नु कि तपाईँहरू। यो चाहिँ के हो भनेपछि सेफ्टी के, माथिबाट के आएपछि होइन, यो हुन्छ नि त, बिरुवाहरूले चाहिँ अलिक छोप्छ कि पानीलाई चाहिँ अलिकति फर आएपछि। त्यस्तै भएर हो गाइजहरू। हेर्नु फाइनली गाइजहरू, म चाहिँ मेरो स्याउला काट्ने रुख नजिकै, रुखको फेद नजिकै पुगिसकेको छु। अब रुख जाँदैछु, रुखमा चढ्दैछु है साथीहरू। अब कहिलेकाहीँ हाम्रो गाउँले भाषा पनि आउँछ कि। अब गाउँतिर हुर्केको बढेको मान्छे अब गाउँले भाषा नआएर के इङ्ग्लिस भाषा आउँछ र अमेरिकाको। कुरो बुझ नि त अलिकति। अलिकति हो, अलि अप्ठ्यारो अप्ठ्यारै छ, त्यस्तै छ। गाह्रै छ, गाह्रो त छैन तर रमाइलो छ जिन्दगीमा। जता गए पनि गाह्रै हो न त। सहर बजारतिर पनि कहाँ छ र सजिलो त। यस्तै छ, अब ट्वाक्क काट्ने हो कि। गाह्रो रहेछ, यस्तै छ, गाह्रो रहेछ भन्ने आयो। बरु सक्छौ भात नखाई माड खान, गाह्रो रहेछ घिनाको बाँड खान। आकाश धरतीको दूरी मात्रै हो, आकाश धरतीको माया उस्तै छ गाउँ प्रतिको। यस्तै हो क्या साथीहरू। अब मजाले गर्नु नि, अब यहाँबाट खसेपछि करङ भाजिन्छ। यस्तै छ गाउँलेमा, गाउँले जीवन यस्तै हो, हाँसी हाँसेर। यार गाह्रो छ नि, त्यही अलिकति यस्तो यस्तो गर्नु है। अलि पादर हुन्छ नि त, रुखमा पादरले गर्छ कि यसरी। या गाह्रो छ, गाह्रो। ए ए हे 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 हे, तिम्रै मायाले मलाई रुखमा चढायो, गाउँकै मायाले मलाई साउला कटायो, कान्छी मायाले मलाई साउला कटायो। ऐया बोल्ने मात्र बढी हो कि गाइजहरू। म चाहिँ काम चाहिँ अलिक कमै गर्छु, बोल्ने बढी कि। त्यो बानी मेरो खराब छ कि, अलिक बोल्ने चाहिँ बढी, काम चाहिँ थोरै गर्छु कि। आहा के गाह्रो छ यार, यो रुख कसरी जाने भनेर। या 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 या, त्यस्तै छ गाइजहरू। अहिले चाहिँ म भुइँमा यसो साउलाहरू चाहिँ एक ठाउँमा जम्मा गरिरहेको छु होइन। अब घर लानलाई चाहियो कि चाहिँ यो हँसिया पनि अलिकति नलाग्ने छ कि, एकदम डेन्जर खाएको छ। त्यही भएर यसरी होइन, पुलाहरू बाँधेर अनि यसो ठाउँमा राख्दै के गर्दै, अब के गर्नु, यस्तै हो अब जिन्दगानी भनेको। यस्तै छ, अब यस्तै छ जिन्दगानीमा। गाह्रो छ, गाह्रो छ भनौँ, कसरी भनौँ, गर्नै पर्यो
त्यस्तै छ, नगेहरू बाँचिरहेको छ, त्यस्तै छ जिन्दगानीमा। अब यो